मेरो नाम चाहिँ सुषमा गिरी, मेरो बुवाको नाम कविराज गिरी। भोटे भन्दा सबैले चिन्नुहुन्छ, त्यही भएर भोटेको छोरी भनेपछि सबैले चिन्नुहुन्छ। मेरो हजुरबाको नाम चाहिँ मतिलाल गिरी हो। मतिलाल गिरीलाई चाहिँ उहाँ सबैले चिन्ने भनेको चाहिँ सानजेठा भनेपछि सबैले चिन्नुहुन्छ। सानजेठाको नातिनी कविराजको छोरी हामी यहाँ 3 दिन आएको छौँ। हस् धन्यवाद। म माइली छोरी हो, माइली छोरी सुषमा गिरी हो। नमस्ते, मेरो नाम चाहिँ वीणा भारती अनि मेरो हजुरबाको नाम चाहिँ रामकुमार गिरी। म चाहिँ उहाँको जेठो छोरीको कान्छी छोरी। थ्याङ्क यू। नमस्कार, मेरो नाम चाहिँ सुसन भन। मेरो हजुरबाको नाम रामकुमार गिरी, उहाँको चाहिँ ठुलो कान्छी छोरीको छोरा र छोरी हामी 2 जना अहिले हाल कपन फाइकोमा बस्दै गर्दैछु। धन्यवाद। सबैजनालाई नमस्ते, मेरो नाम शर्मिला बोन, मेरो हजुरबाको नाम चाहिँ छविलाल गिरी अनि बुबाको नाम चाहिँ गौरी नारायण गिरीको छोरी जेठी हो। धन्यवाद। नमस्ते सबैजनालाई। हजुरबाको नाम छविलाल गिरी, बुबाको नाम गौरी नारायण गिरी, मेरो नाम सुमित्रा पुरी हो। पुरी भने गिरी नै भन्नु पर्दैन। पुरी भने मेरो के भन्नुपर्ने हो? नाम भन्नु, तपाईँको नाम भन्नु न। एउटा माया गिरी भन्नु न। हाँसी गर्नु भन्नु न। रमाइलो ठिक छ। हाँसी भन्नुहुन्छ। नमस्ते, यहाँ हुने सबै दाजुभाइ दिदीबहिनी सबै भाइ भतिजा बुहारीहरू सबैलाई नमस्कार छ। मेरो नाम चाहिँ विष्णुमाया गिरी, मेरो ससुराको नाम छविलाल गिरी, मेरो श्रीमानको नाम चाहिँ गौरी नारायण गिरी। हामी काउलेमा बस्थ्यौँ, जुगु काउले वार्ड नम्बर 2 थियो पहिले। अहिले चाहिँ अब बसाइ सरेर मन्दिर अलिकदेखि अलि मासतिर बसाइ छ। अब 2 दिनपछि भइएको छ हाम्रो परिवार। अब सबै जम्मा भएर फेरि यसै गरी रमाइलो गर्नु पर्ला। हजुर नमस्कार सबैमा। साइनो अनुसारको मेरो माइत खोटाङ जिल्ला हो। मेरो बाबुको नाम मानबहादुर बन, आमाको लीला माया बन, ससुराको नाम रामकुमार गिरी, सासूको नाम सीता कुमारी गिरी, मेरो श्रीमानको नाम गणेश गिरी, म जोमा गिरी। नमस्कार। मेरो नाम सृजना गिरी, म चाहिँ पदम कुमारीको नातिनी अनि रामकुमार गिरी अनि सीता कुमारी गिरीको नातिनी, गणेश गिरी तथा गोमा गिरीको कान्छी छोरी। धन्यवाद। सबैजनालाई मेरो नाम चाहिँ अनिता बन। म छविलाल गिरीको छोरीको छोरी नातिनी, छविलाल गिरीको नातिनी। सबैजनालाई नमस्कार। मेरो घर चाहिँ बाबीहरका हो, नन्दलाल गिरीको नातिनी, गणेश बहादुरको छोरी र मेरो नाम चाहिँ विमला गिरी हो। विशेष धन्यवाद दिन चाहन्छु गणेश दाईलाई चाहिँ सबैजनासँग यसरी भेट गराउनु भएको छ। मनैदेखि एकदमै विशेष धन्यवाद। बाज गर्थ्यौँ रे, कुटाकुट गर्थ्यौँ, लडालड गर्थ्यौँ रे। अनि जाने झोकीलाल भनेर नाम राखेको थियो। स्कुलमा नि खास त्यही नै थियो, तर मैले चाहिँ अहिले अलि किन त्यस्तो नाम राखौँ भनेर मैले केशव गिरीले म खोजेको छु र मेरो नाम केशव गिरी हो। म यहाँ जडीबुटी नरेफाँटमा बस्छु। मेरो व्यवसाय कुपनटोलमा छ। म 2046 सालको एसएलसी दिएर यो काठमाडौँमा आएको र अहिले मेरो चाहिँ व्यावसायिक हिसाबले म खास भन्यो भने म कानुनको विद्यार्थी। म बिएल 2053 सालमा गरेको, तर बिएल आफ्नो व्यवसाय नगरेर पनि आफ्नो पेसामा नगर्दा गर्दै म अहिले व्यवसायतिर लागेँ। त्यस कारणले अहिले मेरो बिजनेस छ र यो कार्यक्रम आयोजना गर्नलाई चाहिँ अलिकति चाहिँ मैले पनि भतिजलाई, मेरो अब उमेरमा त उति नै होला, हामी काका भतिज नाताले, तर उमेरमा चाहिँ हामी उस्तै होला र सल्लाह गरेर यो कार्यक्रम गरेको कस्तो लाग्यो तपाईँहरूले आफ्नो सुझाव पनि दिनुहोला। र विशेष यो मेरो भतिज गणेशजीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। उसले यो प्रोग्राम गर्नुपर्छ काका
किनभने यत्रो वर्ष काठमाडौँ बस्यो तर को कता चिन्जान त्यति राम्रो भएन। हामी मात्रै गएर भएन, सबैजनालाई चिन्जान गराउँ, सबैजना एकअर्कामा चाहिँ परिचय भयो भने कहीँ बाटोमा देख्दा पनि को चिन्दै चिनिँदैन। अब काठमाडौँमा एउटा यति ठुलो ठाउँ छ, अब त्यो कहीँ हिँड्दा कसैले चिन्दैन, तर पनि हामी आफ्नै हुँदा पनि एउटै बसमा एउटै बाटोमा हिँडिरहँदा पनि नचिन्ने अवस्था आयो। त्यस कारणले अबदेखि आइन्दादेखि अब यो अनुहारहरू हाम्रो यो क्यामेराले कैद गरिसकेको छ, हाम्रो भाइले राम्रोसँगले भिडियो खिचिरहेको छ, यो पनि रेकर्ड रहनेछ। हामी एउटा यसलाई प्रोफाइल बनाएर राख्नेछौँ र अबको दिनमा कहीँ भेट्दाखेरि अब कुनै जोडिएर गएको हुन्छौँ तर को तर अबदेखि कहीँ कोही जस्तो कुनै यहाँ के अरे मेडिकल लाइनमा हुनुहुन्छ, कुनै व्यावसायिक लाइनमा हुन्छन्, कुनै कानुनी लाइनमा हुन्छन्, कोही कर्मचारी हुनुहुन्छ, कोही आफ्नो पेसा गरेर खाने काममा हुन्छ। जाँदा त भेट त पक्कै होला, भयो भनेदेखि चिन्जान होस् र एकअर्कामा चाहिँ आफन्तको भाव जागरुक गराउन सकौँ भनेर यो कार्यक्रम आयोजन गरेको र सबैजनालाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। र हाम्रो चाहिँ अब एउटा कार्यक्रम राखेका छौँ, त्यो चाहिँ सबैलाई मनिष भतिज यता आउनु पऱ्यो, परिचय कार्यक्रम छुट्नु भएको छ, तपाईँ कता जानुभयो खै? हामी त यतै खोज्दै थियौँ लाइनमा है। ल एउटा छुट भएको रहेछ, उहाँलाई पनि परिचय कार्यक्रम दिउँ। नमस्कार, मेरो नाम चाहिँ मणिराम गिरी हो, मलाई मनिष भन्छन् है। म चाहिँ हाम्रो अब 4जना खालपाली सन्तान, हामी 4जनाको सन्तान छौँ अहिले। 4जना मध्ये जेठो जिजु बाजेको काइला छोराको जेठो छोराको छोरा काइलाको नाति है। हस्, धन्यवाद। उपस्थित हुनुभएको चाहिने अनुसारको काका काकी बुवा आमा भाना भान्जी सबैलाई मेरो तर्फबाट नमस्कार, आशीर्वाद छ। मैले यो कार्यक्रम गर्नुको औचित्य के हो भन्दाखेरि मैले केही समय अगाडि मेरो काकी गोमा बनगिरीको छोरी अनिताको पहिलो बिहामा मैले सबैलाई निम्तो गर्दै जाँदाखेरि मेरो आदरणीय काका केशव गिरीलाई मैले फोन गरेँ। त्यो समयमा उहाँले म चिन्दिनँ, को हो गोमा भनेको, को हो कप्तान भनेको भनेर त्यतिखेर पनि एकपटक विरोध गर्नुभयो। अब कोही त चिनेको छैन, म कहाँ जानु भनेर कुरा राख्नुभयो। मैले त्यतिखेर पनि उहाँलाई रिक्वेस्ट गरेर बोलाएको थिएँ। त्यस पछाडि तत्कालै अहिले हाम्रो अनु बहिनीको बिहे भयो। त्यो कार्यक्रममा त्यो बिहेमा हाम्रो दाजुभाइहरू लगभग 75% छुटेको मैले महसुस गरेँ, किनभने कसैलाई निम्तो पुगेन, कोही भेट भएन, कोही कहाँ छ के छ भन्ने कुरा थाहा भएन, कसको नाम थाहा भएन, फोन नम्बर थाहा नभएपछि त्यहाँ काकीलाई सोद्धाखेरि मलाई थाहा भएन भन्नुभयो। त्यो जिम्मेवारी पनि हामीमा अलिक कम थियो। अनि त्यस पछाडि चाहिँ मैले के महसुस गरेँ भने होइन, एकपटक हामी सबैजना जम्मा भएर सबैको फोन नम्बर अनुहार साटासाट गऱ्यौँ भने हामीलाई यो कामहरू कुनै पनि कार्यहरू गर्दा कुनै निम्तोहरू गर्नको लागि सजिलो हुन्छ होला भनेर मैले यो कार्यक्रमको आयोजना गरेको हुँ। यहाँहरू मेरो अनुरोधलाई मानेर सम्पूर्ण मैले बोलाएको मान्छेहरू जति उपस्थित हुनुभयो यसको लागि धन्यवाद। र अहिले हामीले एउटा केही कार्यक्रमहरू अलिकति रमाउने खेल्ने खेलाउने कार्यक्रमहरू पनि राखेका छौँ। तपाईँहरू एकदम धैर्य धारण गरेर एकदम हौसलापूर्ण जे होस्। यो आजभन्दा म 2047 सालमा काठमाडौँ आएको। अहिले म घमण्ड साथ भन्छु, यहाँ भएको सबैमध्ये धेरै जसो चिन्ने मैले मात्रै चिन्छु होला। केही आज अलिकति भाइ बहिनीहरूलाई बाहेक अरू सबैको घर कोठा र सबैको नाम मलाई थाहा छ। तर म जस्तै सबैजना भइदियो भने सबैलाई सजिलो हुन्छ भन्ने धारणा राखेर मैले यो कार्यक्रमको आयोजना गरेको हो। यसको लागि विशेष आभार छु मेरा काका केशव गिरी। उहाँले हौसला दिनुभयो मलाई, जतिखेर पनि प्रेरणा दिनुभयो, सहयोग गर्नुभयो, जसरी पनि गर्नुपर्छ भन्नुभयो। त्यसैको आधारमा हिजोसम्म पनि म अलिक अन्योलपूर्ण अवस्थामा थिएँ कि हिजो पनि यो कार्यक्रम सफल हुन्छ कि हुँदैन, मैले बोलाएको मान्छेहरू आउँछन् कि आउँदैनन्, मैले खानाको इस्टिमेट त गरौँला, मेरो कोही मान्छेहरू आइदिएनन् भने म के गर्ने होला भनेर एक्लै दौडिराखेको थिएँ। तर आज यो कार्यक्रमलाई सफल गरिदिनु भएकोमा सबैजनालाई मेरो नमस्कार छ। अब यस पछाडिको कार्यक्रम हाम्रो के छ भने खादा लगाउने कार्यक्रम छ। हामीले यो कार्यक्रममा सबैभन्दा ज्येष्ठ नागरिक कसलाई सोचेको छौँ भने हाम्रो आदरणीय काका शेरबहादुर गिरी हुनुहुन्छ। कहाँ हुनुहुन्छ?
त्यस्तै केशव काका सबैजनाले यहाँ लाइनमा बसेर खाता लगाइदिनु होला भन्ने अनुरोध गर्दछु। खाता लगाइदिनु होला र बाँकी सबैजनालाई 2 टोली भएर 1 टोली तल्लो लाइनबाट लगाइदिनु आइदिनु होला र माथिल्लो लाइनबाट विशेष अग्रज व्यक्तिहरू जहाँ जहाँ हुनुहुन्छ उठेर आउनलाई पनि ठिकै छ। हामी नजिकै हो, त्यस्तो ठुलो प्रोग्राम पनि होइन। अग्रज हुनुहुन्छ नै सबैजनालाई बच्चाहरूलाई हामीले सेतो खाता लगाइदिउँ है। सानोहरूलाई चाहिँ बच्चाहरूलाई सानो सेतो खाता हाम्रो चेलीहरू बढियामा बस्नुहुन्छ, चेलीहरू पनि हुनुहुन्छ। चेलीहरू खट्नु न है। खाता लाउने टिको लाउने सायद गर्नु जति चेलीहरू अगाडि भयो त्यति राम्रो हुन्छ भन्छन्। त्यही भएर चेलीहरू नै अघि सर्यो भने धेरै राम्रो होला कि भन्ने लाग्छ। यता हेर्दै ल हजुरबा खुसी लाग्यो। बिचमा मैले सबैजनालाई जानकारी गराएँ। सबैलाई खाता लाउने कार्यक्रम सुरु भएको छ। त्यसरी होइन, लाइनै बसेर लगाइदिनु होला। सिटबाट नउठिदिनु होला। सबैजनाले लाइनै बसेर लगाइदिनु होला। बिचमा सबैजना फोटो खिच्न लागेको थियो, अप्ठ्यारो पऱ्यो होला भाइलाई। लाइनै बसेर लगाइदिनु होला। सबैजना सिटमा बसिदिनु होला चेयरमा। दिदी हेर्नु दिदी अब यो खाता लाउने कार्यक्रमपछि फेरि सानो हाम्रो अर्को कार्यक्रम सुरु हुन्छ। सानो कार्यक्रम के गर्नु पऱ्यो भन्दाखेरि अलिकति रमाइलो पनि इन्टरटेनमेन्ट गर्नुपर्छ भन्ने कार्यक्रम राखेका छौँ। समूहगत रूपमा एकजना होइन, 2-3जना आफ्नो क्षेत्रबाट आफ्नो ठाउँबाट चाहिँ समूहगत रूपमा चाहिँ एउटा रमाइलोको लागि सबैले नाचगान गर्ने कार्यक्रम छ। सबैजना बिचमा नबस्दिनु होला। बच्चाहरूलाई सिधो खाजा उपलब्ध छ र ठुलो मान्छेहरूलाई रमाइलो खाता। धन्यवाद धेरै धन्यवाद छ हाम्रो गणेश भतिजलाई। यति राम्रो चाहिँ खाजा सबैलाई उपलब्ध गराइदिनु भयो। सबैलाई गरी जित्यो मायाले
आनन्द कार्कीको आवाजबाट लाएको छोयो मात्रै भने भयो क्या फुट्नु नै पर्ने होइन त कसरी खेल्नै पाएन मेरो गोजीमा काम छैन गोजीमा काम छैन मेरो गोजीमा काम छैन मान्छेलाई घुम्न लैजाउँ कि भन्छु गोजीमा काम छैन मान्छेलाई घुम्न लैजाउँ कि भन्छु गोजीमा काम छैन चिठी त लेखे मयुरको पठले पठाउन काम छैन एकजना यो भएन क्या यसरी हुँदैन नि यो भएन यो आउट अहिलेको पैसा भएन कान्छी कहिले सोना र चाँदी छपक्कै लाउली मखमलमा टेकौली यी सोना र चाँदी छपक्कै लाउली मखमलमा टेकौली गोजीमा काम छैन मेरो गोजीमा काम छैन एउटामा
मासैको दाममा जुवाले आउला पिउनलाई तेल छैन हजारौँ देखे तिमीलाई छोडी अरू मैले छैन हजारौँ देखे तिमीलाई छोडी अरू मैले छैन गोजीमा दाम छैन मेरो गोजीमा दाम छैन Thank you.